सम्पूर्णमा जय मङ्गल। अब मङ्गल नेसनल अर्गनाइजेसन दिन प्रतिदिन रूपमा अघि बढिरहेको अवस्थामा मङ्गललाई नै यहाँको मूलवासीहरूलाई नै ओझेलमा पार्नको निम्ति अहिले विभिन्न नयाँ दलहरू अब निर्वाचन आयोगले दर्ता दिएको छ। लोकतन्त्रमा पाइन्छ पनि, तर अब यहाँको मूलवासी मङ्गलहरूमा यहाँको भूमिपुत्र जो मूलवासीहरू हुनुहुन्छ चेतना नभएको कारणले गर्दाखेरि कसलाई भोट हाल्ने के गर्ने भन्ने बारेमा अब त्यस्तो जानकार छैनन्। अब आजसम्म यहाँको मूलवासी मङ्गलहरूको हक अधिकार अस्तित्व प्राप्तिको निम्ति आज कुनै पनि पार्टीहरू चाहिँ लडिरहेको अवस्था छैन। अब एमाले, काङ्ग्रेस, माओवादी, राप्रपा कुनै पनि पार्टीहरूले चाहिँ बुलन्द आवाज उठाएको छैन। अब अहिले आउने कुलमान घिसिङ, हर्क साम्पाङ लगायतको हाम्रो उज्यालो नेपाल, माटो चिन्ह हाम्रो श्रम संस्कृति ल्याइएको छ। तर के छ भन्दाखेरि देशलाई यो विकास भनेको नितान्त रूपमा आफै पनि हुने कुरा हो, समयले ल्याउने कुराहरू हो। यो अहिलेको जुन विकास अहिले उत्कर्षमा पुगेको छ संसारको विकासको हेर्ने हो भनेदेखि, तर सबैभन्दा ठुलो कुरा विकास मात्रै नभएर यहाँको दिगो शान्ति, दिगो विकासको निम्ति के गर्नु पर्यो भन्दा पहिला हामीले अस्तित्व प्राप्ति सहितको अधिकार पाउनु पर्यो। यहाँको मूलवासी मङ्गलहरूमा अस्तित्व प्राप्त सहितको अधिकार आजसम्म छैन। आज यहाँको मूलवासीहरू आदिवासी र जनजातिको बिल्ला भिराएर चाहिँ आज माई खाने लाचार गरिबी अवस्था बनेको कारणले गर्दा बिचरा हाम्रो विभिन्न मूलवासी दाजुभाइहरू, यहाँको मङ्गल दाजुभाइहरू चाहिँ घरि यता घरि उता, यता पल्टाए पनि भयो, उता पल्टाए पनि भयो, कहिले कुन पार्टी चेन्ज गर्ने, कहिले कुन पार्टी चेन्ज गर्ने, मालिकै मात्रै परिवर्तन गरिरहेको अवस्था छ। तर आफै चाहिँ सक्षम बन्ने, आफै मालिक बन्ने पट्टि कहिले पनि ध्यान गएन। राज्यको नीति पनि त्यस्तै छ। अब हर्क साम्पाङजीले जुन लड्नुभएको, अहिले जुन गर्नुभएको, यो अहिलेको जुन विकासको कुराहरू, श्रमको कुराहरू छ, त्यो आफैमा नराम्रो चाहिँ होइन, तर जुन अब श्रमको कुराहरू बनेर देश मात्रै बन्यो भने त देशको विकास मात्रै भएर मात्रै पनि हुँदैन। यहाँको मूलवासीहरू अस्तित्व सम्पन्न, अधिकार सम्पन्न भएन भने भुटानमा लखेटिनु परेको थियो हाम्रो दाजुभाइहरू। नितान्त अब उदाहरणहरू पनि आफ्नै अगाडि छ। त्यहाँको राई, लिम्बू, मगर, तामाङ जति पनि हाम्रो मूलवासी मङ्गल समुदायहरू यहाँको बर गएको, हिन्दू आर्य मित्रहरूसँग गएको, आफ्नै संस्कार संस्कृति लाद्ने हुँदाखेरि त्यहाँ भुटानबाट लखेटिनु पर्यो। किन लखेटिनु पर्यो भन्दाखेरि अधिकार सम्पन्न, अस्तित्व सम्पन्न नभएर हो। हिटलरले यहुदीहरूलाई 60 लाख यहुदीहरूलाई मार्यो। किन भन्दा अधिकार नभएर, अस्तित्व सहितको अधिकार नभएको कारणले गर्दाखेरि मारिनु परेको। त्यसले गर्दाखेरि धरानमा विकास भयो हरेक एकछिनको लागि, तर त्यो विकास दीर्घकालीन हुनको लागि अस्तित्व सम्पन्न, अधिकार सम्पन्न भएर चाहिँ त्यहाँको खम्बु लिम्बू दाजुभाइहरू, त्यहाँ बसोबास गर्ने सम्पूर्ण दाजुभाइहरू चाहिँ अस्तित्व सहितको अधिकार सम्पन्न भएर बस्नुभयो भने चाहिँ सदाबार हुन्छ। नत्र भने त्यति श्रम गरेको, दुःख गरेको त पानीमा, बालुवामा पानी हाले जतिकै हुन्छ। आज यहाँको दाजुभाइ जति पनि मङ्गल दाजुभाइहरू आज विदेशिनु परेको छ। कोही साउदीमा होला, कोही कतारमा होलान्, कोही युरोप कन्ट्रीमा होलान्, कहाँ के होलान्। यहाँको विकासले उहाँलाई के भयो? यहाँको विकासले त उहाँलाई त केही पनि भएन। उहाँ त हलिन पर्यो, गोठालो, कति चरम दुःख पाउनु भएको छ। त्यो कारणले गर्दाखेरि अस्तित्व सम्पन्न भएर अधिकार प्राप्त गरेपछि मात्रै दिगो शान्ति, दिगो विकास, सुशासनहरू चाहिँ निम्ति नै हो। तर आज त्यसको कुराहरू कुनै पनि पार्टीले, दलले गरेको छैन। त्यो कारणले गर्दा अब बुझ्नुपर्छ, यो एउटै मात्रै महामानव डाक्टर गोपाल गुरुङज्यूले हाम्रो निम्ति लडिदिनु भएको कारणले गर्दा महामानव डाक्टर गोपाल गुरुङज्यूको दर्शन मङ्गलवाददेखि बाहेक अरूमा असम्भव छ। अरूबाट सम्भव पनि छैन। यो नेपालको समस्या भनेको पार्टी खोल्ने, यो एकछिनको लागि त्यो क्षणिक विकास गर्ने होइन। दिगो शान्ति, दिगो विकास, सुशासन सदाबारको लागि चाहिँ
सदाबहार हामी अस्तित्व सहितको अधिकार प्राप्त गरेपछि मात्रै हुन्छ। त्यसले गर्दाखेरि बेलैमा हामीले सचेत हौँ। मङ्गल नेसनल अर्गनाइजेसन चुनाव भालीले यो सुनिश्चित हाम्रो मुद्दामा छ, एजेन्डामा छ। यहाँको खसारे मित्रहरूलाई पनि हामीले चाहिँ बाइकट गर्ने होइन, समानान्तर तरिकाले चाहिँ एउटा समान हक अधिकार सम्पन्न गरेर चाहिँ जानुपर्छ भनेको मात्र हो। तर अब भ्रम फैलाइएको छ, भ्रमको पक्षहरू अब परेको छन् हाम्रै मङ्गल दाजुभाइहरू पनि। त्यसले गर्दाखेरि हामीले विचार पुर्याउनुपर्छ चुनावको बेलामा चाहिँ। अब चाहिँ सम्पूर्णमा जय मङ्गल।